काठमाडौँको बुढानीलकण्ठ नगरपालिकालाई योजनाबद्ध विकास, दिगोपन र नागरिकमुखी सेवाको सन्तुलित अभ्यासले राष्ट्रिय मञ्चमा उभ्याएको छ। शहरी योजना र पूर्वाधार विकासको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै नगरपालिकाले प्रतिष्ठित उत्कृष्ट नगरपालिका पुरस्कार 2082 प्राप्त गरेको हो। आर्थिक वर्ष 2081-82 मा गरिएको समग्र कार्य सम्पादन, व्यवस्थित शहरी विस्तार, गुणस्तरीय सडक सञ्चालन, सार्वजनिक पूर्वाधारको विस्तार, वातावरण मैत्री योजना र सेवा प्रवाहमा सुधारको उच्च मूल्याङ्कन गर्दै नेपाल नगरपालिका सङ्घले आफ्नो 33औं स्थापना दिवसको अवसरमा उक्त सम्मान प्रदान गरेको हो। यस पुरस्कारले केवल उपलब्धिको मान्यता मात्र होइन, स्थानीय तहको सुशासन र दूरदृष्टिको प्रतीकका रूपमा समेत बुढानीलकण्ठ नगरपालिकालाई चिनाएको छ। काठमाडौँमा आयोजित विशेष समारोहमा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला उपस्थित भई पुरस्कार ग्रहण गरेका थिए। कार्यक्रममा देशभरका नगरपालिकाका प्रतिनिधि, शहरी विकासका विज्ञ, नीति निर्माता तथा सरकारवालाहरूको सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।